फर्काउने भए तपाईँले कस्ता दिन ल्याउनुहुन्थ्यो आमा? होइन का दिन त्यस्तै फर्कनी भए त अब त्यो पहिला जस्तो त्यस्तो त कष्ट त निश्चय काटिन्थेन, गर्न गरिन्थ्यो। नखाइ र नसुती त गरिन्थेन क्या हो त। त्यही त नि। मैले त केटी बालापनले फर्काउँथेँ आमा मैले त। हो त्यही बालापन फर्केर बढ्दै जाने त भनेको रे मैले नि। त्यस्तै आँगनमा खेल्ने, आमालाई हटाउने, आमासँग रुने, चाहियो भन्ने त्यस्तो ल्याउँथेँ म त। त्यस्तै दिन आएर बढ्दै भइनी क्या फेरि। अनि फेरि बुढी भइनी। त्यस्तो दिन आउने आए, त्यो ठाउँमा सबैमा पोइन्थ्यो क्या। दिमाग त कहाँ पुग्छ नि त। सम्झँदाखेरि त चट्टै परलय भए जस्तै लाग्छ, फेरि शरीरले सक्दैन, मन त बुढो भइए जस्तै लाग्छ। अब 70 वर्ष आनी। किन यस्तो भयो होला? 70 वर्ष आनी मन बुढो भएको छैन। राम्रो हो नि आमा मन बुढो नहुने भनेको त। सम्झँदाखेरि खौरङ्गै हुन्छ यो बा, अब त के को भन्ने जस्तो हुन्छ, नसम्झने बेला त। बुढी त भएकै छैन जस्तो हुन्छ। बुढी त भएकै छैन। भन्दा नि किन भन्दा नि जस्तो लाग्छ। सुन्नु है हजुरआमा नमान्नु अब आउँदालाई। ओके मलाई नि त्यस्तै हुन्थ्यो। कति वर्ष कि हुनुभयो नि दिदी भनेर कसैलाई सोद्धाखेरि 30 वर्ष कि अन्त आमा 30 वर्षको म त 30 वर्ष त कहिले हुन्न होला भन्थेँ। मै 50 वर्ष कि भइसक्यो। त्यस्तो हुनु रहेछ क्या सबैलाई। भरे